आज म पश्चिम नेपाल बस व्यवसायी प्राधिद्वारा सञ्चालित जेट स्टार बसमा आइसकेको छु। यो जेट स्टार बस चाहिँ भर्खरै नयाँ आएको हो। यो नयाँ गाडी चाहिँ हामीसँग 3टा किसिमको छ। अरू पनि अब यो गाडी यस्तो छुट्टै किसिमको छ, म भित्र गएर देखाउँछु कसरी भनेर पर्खनुहोस्। वाउ, मैले अहिलेसम्म यत्रो भिडियोहरू बनाएँ तर यो गाडी जस्तो कम्फर्टेबल सिट, यति ठुलो स्पेस, हिँड्दा पनि यता लडे पनि उता लडे पनि कति आनन्दको, स्पेस पनि कति ठुलो, प्लस सिट्स त ओ माई गड, मैले यस्तो सिट कुनै बसमा अहिलेसम्म देखेको थिइनँ। यति कम्फर्टेबल अनि यति राम्रो हेर्दा पनि। यो गाडीमा 2x1 सोफा सिट थाई रेस्ट भएको छ। म त कस्तो बस्न मन लाग्यो सिटमा, कति राम्रो सिट अनि कस्तो त्यो एरोप्लेनमा बसेको जस्तो फिल हुने रहेछ यो गाडीमा त, कस्तो आनन्दको। अब यस्तो कम्फर्टेबल सिटमा बसेर तपाईँ धेरै सुविधाहरू अनुभव गर्न सक्नुहुन्छ। जस्तै तपाईँको हाम्रो रिक्लाइनर छ, कति कम्फर्टेबल अनि कति इजी छ। म कति गाडीहरूमा यो चलाउनै नआएर यस्तो टेन्सन थियो, यो गाडीमा त कस्तो आनन्दै। प्लस यहाँ तपाईँले थाई रेस्ट त पाइहाल्नुहुन्छ। त्यसपछि हाम्रो यहाँ USB केबल चार्जर छ। तपाईँले केही चिप्सहरू केही खानेकुराहरू ल्याउनु भएको छ भने यहाँ राख्दा भयो। प्लस तपाईँलाई अब केही झोलाहरू छ, सपोज अब कहाँ राख्ने झोला, कहीँ राख्ने ठाउँ त छैन, यहाँ मजाले अड्काउन मिल्छ। अनि तपाईँलाई अब बोतलहरू जुसहरू ल्याउनु भएको छ भने कस्तो मजाको, कस्तो राम्रो सिस्टम यो गाडीमा त। यहाँ बोतल राख्ने, यहाँ झोला राख्ने, यहाँ चिप्स राख्ने, आनन्दले बसेर ट्राभल गर्ने। अब सिटमा यति धेरै सुविधा त हेरिहाल्नु भयो। अब यो गाडीमा LED TV, CC क्यामेरा, AC, फ्यान र साथसाथै यहाँ त अब ब्ल्याङ्केट देखेको छैन, तर यो गाडीमा ब्ल्याङ्केट पनि प्रोभाइड हुन्छ तपाईँहरूलाई। यो गाडीमा सिट मात्रै नभएर, यस्तो राम्रो सुविधा मात्रै नभएर यो गाडीमा स्लिपर पनि अभाइलेबल छ। आउनु म देखाउँछु। अब यो गाडीमा तपाईँलाई सिङ्गल सुतेर जानु मन छ भने यहाँ सिङ्गल स्लिपर अभाइलेबल छ भने, यदि डबल कपल भएर सुतेर जानु मन छ भने यहाँ डबल स्लिपर पनि अभाइलेबल छ। यो गाडीको मैले सिटहरू पनि भने, स्लिपर पनि भने, यति ओपन स्पेस पनि भने। अब लास्टमा मैले के बिर्सेँ जस्तो भइरहेको थियो, कहाँ जान्छ नै थाहा छैन। यो गाडी काठमाडौँबाट भैरवा आउँदै बुटवलसम्म जान्छ। अब जाने होइन त यस्तो लग्जरी गाडीमा आफ्नो घर तिहार मनाउन, अब बसबाट टिकट काटेर यो गाडीमा अनलाइन बुकिङ गरिहालौँ है त।